यसैको लागि कहाँ भेला हाम्रो विघ्न पनि नआओस् भन्ने छ। हामीलाई आरोग्यता नआओस् भन्नको लागि सूर्यलाई मान्छौँ। देवीले हाम्रा पति पत्नी परिवार छोराछोरी सबैमा प्रेम दिनुहोस्, धन सम्पत्ति आइरहोस् भन्नलाई देवीको आराधना गर्छौँ। शिवजीलाई उपासना गरेर सबैसँगको भक्ति दृढ होस् भन्छौँ। ज्ञान विवेक प्रसन्नता दाम्पत्य जीवन सफल होस् भन्छौँ। शिवजीको विष्णुलाई प्रभु मलाई मोक्षमा लिनुहोस् है श्री हरि, कृपा गर्नुहोस् है भनेर हामी अकाम सर्वकाम हो मोक्ष काम हो दानदे, मोक्षको लागि भगवान श्री हरिको सोच्नु सबै चाहियो त हामीलाई। भगवानको एउटा भक्तलाई पनि विघ्न नआओस् भन्ने सबैलाई विघ्न बाधा भइरह्यो भने भक्ति पनि त गर्न पाइँदैन, पूजापाठ पनि त गर्न पाइँदैन। त्यसरी गणेशको स्मरण गर्नु नै पर्यो। सूर्यले हामीले आरोग्य दिनुहुन्छ भने सूर्यलाई नमः भनेर जल चढाउँदा के फरक पर्यो? देवीलाई प्रणाम गर्दा हाम्रो घरमा प्रेम बढ्छ, धन सम्पत्ति बढ्छ भने हे दुर्गा माता नवरात्रि अनुष्ठान दुर्गा माता